स्पेसल्ली हाम्रो चाहिँ नि यहाँ आविष्कार केन्द्रमा आइसकेका छौँ। हाम्रो जेठान र म होइन जेठान हाम्रो ब्रान्ड पनि एउटै हो यस्तो जहाँ जेठान एउटै आविष्कार गरे हामी एउटै आविष्कार हो फेरि हामीले नि केही आविष्कार गर्न सकिन्छ कि भनेर यहाँ आइपुगेको। अब केही गर्नुपर्छ। यस्तो आविष्कार केन्द्रमा चाहिँ नि आछौँ। हाम्रो महावीर सर पनि यहीँ भित्रै हुनुहुन्छ। अब भेट्दैछौँ अब ल है त। सरले चाहिँ किताब लिइसक्नु भएको स्पेसल्ली हाम्रो चाहिँ यहाँ टार्गेटमा आइसकेको छौँ। यहाँ घुम्दैछौँ हामी टक्क मिलाएर हाम्रो सरले महावीर सरको आविष्कार केन्द्रमा आइएछ। टक्क निर्वाचित भएर हाम्रो सर चाहिँ यहाँ आइसक्नु भएको छ। जेठानले किताब लिइसक्नुभयो होइन जेठान? एकदम पढ्नुहुन्छ। यहाँ चाहिँ नि आविष्कार केन्द्रभित्र पनि इलेक्ट्रोनिक्सभित्र चाहिँ यसो सरसँग कुराकानी भइरहेछ। एकदम कसरत गर्दै हुनुहुन्छ हाम्रो सरहरूले। केही हुन्छ अब बिस्तारै बिस्तारै होइन सर? हाम्रो कुन डिपार्ट भन्नुभयो अरे सर? इलेक्ट्रोनिक र कम्युनिकेसन प्लस एजुकेसन पनि। ए हजुर हजुर। यसो डिजाइनहरू गर्दै हुनुहुन्छ हाम्रो सरले। त्यही हो टक्क व्हिल चेयरको टक्क डिजाइन हुँदैछ। व्हिल चेयरलाई एकदम अटोमेटिक फुल्ली अटोमेटिक बनाउने होइन सर? हजुर। टक्क यहाँ यसरी सिस्टमै म पनि लगभग इलेक्ट्रिकलै सेक्टर भएको हुनाले चाहिँ अलिकति यसो ड्रइङहरू बुझिसक्यो कि सर। टक्कै यस्तो छ। अब आविष्कार हुन्छ अब कोही वर्षपछि होइन सर? हजुर। अब खोज तलास गर्दै हुनुहुन्छ हाम्रो सरले। यही हो व्हिल चेयरलाई चाहिँ नि अप डाउन फरवार्ड रिभर्सहरू सबै टक्क अटोमेटिक अर्को मान्छे नचाहिने आफै सेल्फ हुने अब हुँदैछ। यही हो खुसी लाग्छ। ल सर धन्यवाद है त। हाम्रो सरको नाम चाहिँ के पऱ्यो? चौधरी। ए घर चाहिँ हाम्रो सर? ए हस् धन्यवाद सर। ल हजुर ड्रोन डिपी ल ड्राईवाला सुकाउने हो यो हाम्रो केसको पाटा हो रे सर यो भाइ? हजुर यो चाहिँ सोलर ड्रायर हो। ए सोलर ड्रायर एकदम सुकाउने। यो भित्र सुकाउने होइन सर? अदुवाहरू भयो गुन्द्रुकहरू भयो सुकाउन मिल्छ कि। एकदम काम धमाधम भइरहेछ टक्क आविष्कार केन्द्रमा। यही हो आविष्कार केन्द्रमा। अब चाहिँ नि यो खाजा भुट्ने पनि रहेछ। यो खाजा भुट्ने रहेछ यहाँ। भन्नाले के हुन्छ नि यो खाजा होइन यो चाहिँ यो मिल हो के मिल यो दुधलाई खियाउने हो। यो दुध खियाउने भाइ दुध खियाउने पनि यस्तो रहेछ टक्क। ल यो फलामहरू यो काट्नको लागि यस्तो छ। अब यो के बनाउने मेसिन हो यार? यहाँ एकजनालाई त हिँडाल्नु पर्ने भएछ। मिल यो धुवा फाल्ने यो रेडी जान लागेको छ। डिग्रीको लागि जान लाग्यो अब यो रेडी रहेछ। यो सेलिङको लागि यो दुध खियाउने होइन सर? यो दुध खियाउने हो क्या? खुवा बनाउने यो चाहिँ पनि हो। यो कोदो ठटाउने। ल कोदोहरू ठटाउने। ए हाम्रो चाहिँ नि नेपालमा
ठ्याक्कै हाम्रो आविष्कार केन्द्रबाट यस्तो राम्रो भ्यू पनि देखिरहेको रहेछ हेर्नुहोस्। ठक्कै अब यो पारि के पर्यो रहेछ हान्टो त्यो के एरिया पर्छ हाटेर त्यो त बल्बतिर होला यस्तो छ अब ठुला चौर गिराउनहरू यो चाहिँ एकदम केही खेती किसान पनि गर्दैन रहेछ। धरहरा पनि यहाँबाट देखिरहेको रहेछ टक्क धरहरामा टक्क मान्छेहरू बस्नु भएको छ। कुन उ त्यो नै आविष्कार केन्द्रमा ढमाढम आविष्कारहरू हुँदैछ। अब नेपाल छिटै बन्छ अब र हाम्रो सरहरूले चाहिँ नि अब ड्रोन उडाएर बनाउने यहाँ लागिराख्नु भएको छ। यो कति केजी बोक्छ अरे सर? 1 केजी। 1 केजीसम्म बोक्ने ड्रोन यहाँ बन्दैछ। ए अब यहाँ टक्क बन्दैछ अब जस्तै हाम्रो यो ड्रोनले चाहिँ नि 10-15 केजी बोकेर उड्ने ड्रोन यही हो ठक्क। उडाउन लाग्यो अब गुडाउँछु भन्नुहुन्छ अरे गुडाउन लाग्नु छ सर टक्क साइकलले खतरनाक छ होइन त। हाम्रो आविष्कार केन्द्रमा यो चाहिँ एकदम डाइट बन्दै रहेछ यहाँ मिठाई। यो के मिसेस अरे बहिनी? आलसहरू यो नरिवल एकदम डाइट मिलेर यसरी टक्क यो चाहिँ आइटमहरू कामहरू ढमाढम भइरहेको छ। ए सिन्की पनि छ। जे हुन्छ अब आविष्कार केन्द्रमै हुन्छ होइन जहान पनि एकदम खुसी हुनुभएको छ। लाइट त खाना पर्छ चाहिँ भन्नुहुन्छ अरे आविष्कार केन्द्रमा आएको म डङ्गै परिएको छु यहाँ। हजुर धेरै किसिमका आइटमहरू बनिराखेको रहेछ, परीक्षण हुँदै रहेछ। हजुर त्यही भएर म छाउको रहेछ हेरिरहनु। ल एकदम आइटमहरू खुसी लागेको छ। हामीले आविष्कार केन्द्रमा काम सुरु गरिसक्यो। हामीले चक्लेट बनाउँदैछौँ। एकदम यो 50 रुपियाँ गोटा पर्छ। यसलाई यसरी टक्क हामीले यसरी प्याकिङ गर्नु टक्क 50 रुपियाँ पर्छ मिलाएर टक्क आयो सर निसिन लाग्नु भएको छ बाहिर। जाँदैन त अब हामी नै जाँदैछौँ। पिटाबारी गरिदियो हामी नै जाँदैछौँ।